दुई शब्द राखिदिनु हुनको लागि गौरीशंकर शिवधाम तुलसीपुरबाट पाल्नु हुने सम्पूर्ण उपस्थित जनहरू मध्येबाट एकजनालाई दुई शब्द राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। दाजुभाइ दिदीबहिनी होइन सानो छोटो नमस्कार छ। हामी तुलसीपुर सरकारी दाङबाट सबै मिलिजुली आएर गौरीशंकर शिवधाम भक्त बाटो भक्त कसरी गर्ने के भनेर आजसम्म उहाँकै साथहरू हामी यहाँसम्म आइपुगेका छौँ। त्यसै कारण आज हामी यहाँ आउँदाखेरि यो नानीको बर्थडे जन्मदिन मनाउनु पर्ने भएकोले देवघाटमै आज औँसीको दिन भएको कारणले बुवा आमालाई पनि केही अलिकति भोजन एकसाथ खुवाउँ र नानीको बर्थडे पनि यही मनाऊँ जन्मदिन भनेर है हामी खुसी भएका छौँ। सबैजनालाई नमस्कार। हजुरले त्यो भोजन गरिदिनु होला मिठो मानेर। धन्यवाद। हस्त धन्यवाद। सम्पूर्ण उपस्थितजनलाई हार्दिक धन्यवाद बताउँदै मैले भन्नै पर्ने हुन्छ हाम्रो देविका साईज्यूलाई। उहाँले चाहिँ यहाँ आज मात्र होइन धेरैचोटि सेवा गरिसक्नु भएको छ। यत्र आफ्ना चेलाचेलीहरू उपस्थित गराएर यो पुण्य कर्म गर्नुपर्छ, मानव सेवा गर्नुपर्छ भन्ने उहाँहरूलाई चाहिँ यी साना नानी बाबुहरूलाई चाहिँ चेतना जगाउँदै हुनुहुन्छ। पक्कै पनि यहाँको देन ठुलो छ। भोलि गएर यी बाबु नानीले चाहिँ पनि यही बाटो सिक्नेछन् र यहाँ फेरि पनि उहाँहरू उपस्थित हुनेछ भन्ने आशा लागेको छ र यहाँहरूलाई हार्दिक धन्यवाद टक्राउन चाहन्छु। र यसरी नै हामीसँग अकस्मात अघि मात्रै जोडिनु भएको थियो समील दुर्गा बस्याल। उहाँ चाहिँ अहिले यहीँ हाम्रो चितवनको चाहिँ क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ। आफू उपचार गराउँदै पनि एउटा मानव सेवा गर्नुपर्छ, पुण्य कर्म गर्नुपर्छ भन्ने एउटा भाव जागेर चाहिँ आफू अस्वस्थ हुँदै पनि यहाँ उपस्थित हुनुभएको छ। यहाँलाई हार्दिक धन्यवाद टक्राउँदै दुई शब्द राखिदिनु हुनको लागि म दुर्गा बस्यालज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँलाई अलिक गाह्रो भएको भएर भन्नुहुन्छ मिठो मानेर खाइदिनु होला भनेर भन्नु। म चाहिँ अलिकति बोल्न त गाह्रो हुन्छ, त्यसमा अलिकति के भन्छ। म अहिले यहाँ हस्पिटलमा छु, केही गर्दैछु अब आफ्नो स्वास्थ्यको लागि। अनि मेरो के आयो भने चाहिँ म अपरेसनको चाहिँ के गर्नु छ अब डक्टरहरूलाई भनेर चाहिँ मेरो मनमा चलिरहेको कुरा, त्यो कुराले गर्दाखेरि जाऊँ न त एकचोटि एक छाक भयो भने हामीले जति सक्यो त आफ्नो हिसाबले खुवाइदिउँ भनेर चाहिँ यहाँ हामी आएको। हजुरले ग्रहण गरिदिनु होला है। हामी सबैलाई आशीर्वाद दिनु होला सबैको लागि, त्यही भन्न चाहेँ मैले। हस्त धन्यवाद समील बस्यालज्यूलाई। उहाँले चाहिँ आफू एकदमै अस्वस्थ हुँदै पनि बुवा आमाहरूको लागि मुसुक्क हाँसेर दुई शब्द राख्नुभयो। एकदमै खुसी लाग्यो। पक्कै पनि यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र यसरी नै हामीले भन्ने गर्छौँ दानहरूमध्येको सबैभन्दा ठुलो दान भोजन दान हो। आज यहाँहरू सम्पूर्णले चाहिँ एकदमै भित्रैदेखि त प्रफुल्लित भएर चाहिँ भोजन दान गर्दै हुनुहुन्छ। यो हामीले चाहिँ अब खाना खुवाउनुभन्दा पहिला सुरुमा हामी यो केक काट्ने कार्यक्रम रहेको हुँदाखेरि यो केक काटिसकेपछि अनि एउटा सानो मायाको चिन्ह पनि छ। म मायाको चिन्ह यहाँलाई हस्तान्तरण गर्न चाहन्छु। केक काट्ने कार्यक्रमलाई अगाडि बढाइदिनु हुनको लागि म यो सम्पूर्ण टिमलाई हार्दिक अनुरोध गर्दछु। यसलाई अगाडि मम्मी को यो मम्मी आदि अब बाबालाई देखाइदियो के ए बाबा के सम्मान ए बाबा बाबालाई दिला ल बाबा तलबाट मैले हजुरले नि अलिकति लाग्यो। हस्त धन्यवाद। सम्पूर्ण उपस्थित जनहरूलाई हार्दिक धन्यवाद टक्राउँदै जुन यहाँहरूले मैले अघि नै भनिसकेको छु दानहरू मध्येको सबैभन्दा ठुलो दान भोजन दान हो। यहाँहरूले प्रत्यक्ष भोजन दान गर्दै हुनुहुन्छ र हामीले संस्थाको तर्फबाट एउटा सानो मायाको चिन्ह तयार पारेका छौँ। यो मायाको चिन्ह ग्रहण गरिदिनु हुनको लागि म त्यसै गौरीशंकर शिवधाम परिवारलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। हार्दिक धन्यवाद टक्राउँदै अब यहाँहरूलाई थोरै ठाउँ छोडिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दै यहाँहरूलाई अगाडि बढाउनु।
हुन्छ सामान्य छ त्यहाँ छ ल यहाँनिर अरू राखिदिउँ भयो अच्छा खानु